यी निर्दयी छोरा जसले आमालाई मारेर खाल्डोमा पुरे। एकपटक यो दृश्य हेर्नुहोस् त। हेर्नुभयो होइन त? यी महान छोरा जसले आफ्नै आमालाई मारेर खाल्डोमा पुरे। भन्छन् आमा र छोराबीचको सम्बन्ध संसारकै सबैभन्दा पवित्र, निश्चल र आत्मीय सम्बन्ध हो। यो केवल रक्त सम्बन्ध मात्र होइन, बरु माया, त्याग र समर्पणले भरिएको बन्धन हो। आमाले आफ्नो सन्तानको हरेक खुसीका लागि आफ्ना इच्छाहरू त्याग गर्छिन्। आफ्ना सपना भुलेर पनि छोराको उज्जवल भविष्य बनाउने प्रयास गर्छिन्। तर तिनै निर्दयी छोराले आफ्नै आमालाई मारेका छन्। आमा त्यो पात्र हुन् जसले आफ्नो बच्चालाई जन्म दिने मात्र होइन, उसको हरेक सुख दुःखमा साथ दिन्छन्। बच्चा सानो हुँदा दिनरात निन्द्रा त्यागेर उसको हेरचाह गर्न, हिँड्न सिकाउने, पहिलो शब्द बोल्न मद्दत गर्ने अनि जीवनका हरेक मोडमा सहारा दिने व्यक्ति आमा नै हुन्। छोरो सानो हुँदा आमाले हात समारेर हिँडाउन सिकाउँछिन्, ठोक्किन लाग्दा बचाउँछिन्। जब छोरा ठुला हुन्छन्, आमाले उसलाई जीवनका कठिनाइहरूसँग जुझ्न सिकाउँछिन्। चाहे छोरो जस्तोसुकै अवस्थामा पुगे पनि आमाको माया कहिल्यै घट्दैन। एक असल छोराले आमाको माया बुझ्नुपर्छ। आमाले जीवनभर आफ्नो सन्तानका लागि गरेको त्यागको सम्मान गर्दै उनको वृद्धावस्थामा हेरचाह गर्नुपर्छ। आमाले सानैदेखि दिएको संस्कार, शिक्षा र माया छोराले कहिल्यै बिर्सनु हुँदैन। समाजमा धेरै उदाहरण छन् जहाँ छोराहरू आमालाई भगवानको रूपमा पूजा गर्छन्, उनको खुसीका लागि आफ्नो हरेक प्रयास लगाउँछन्। तर केही घटनाहरूमा छोराहरू आमाको ममतालाई बिर्सेर उनलाई एक्लो पार्छन्। कोहीले वृद्धाश्रममा पठाउँछन् त कोहीले मारेर खाल्डोमा पुर्छन् वा तिरस्कार गर्छन्। यस्ता व्यवहार समाजका लागि कलङ्क हुन्। उदाहरणका लागि श्रीराम र कौशल्य। हिन्दू ग्रन्थ रामायणमा डेपिक्टेड श्रीरामले आफ्नो आमाप्रति गहिरो सम्मान देखाएका छन्। उनले आफ्नै माता पिताको आदेशअनुसार 14 वर्ष वनवास पनि गए। तर अहिलेका छोरा आफ्नै आमालाई मारेर खाल्डोमा पुर्छन्। पीडित महिला जो करिब 50 वर्षकी थिइन्, आफ्ना छोरासँगै सामान्य जीवन बिताइरहेकी थिइन्। छोराले आफ्नो आमा वृद्ध भएपछि उनको हेरचाह गर्नु त परै जाओस्, बरु सधैँ झगडा गर्ने, गाली गलौज गर्ने र कहिलेकाहीँ हातपात पनि गर्ने गरेको छिमेकीहरू बताउँछन्। घटनाको रात छोराले पुनः आमासँग आर्थिक विषयमा विवाद गर्यो। केही स्रोतका अनुसार आमाले छोरालाई पैसा दिन अस्वीकार गरेपछि झन् आक्रोशित बनेका उनले आमाप्रति कुटपिट गर्न थाले। रिसको आवेगमा उनले आमाको घाँटी थिचेर हत्या गरेर खाल्डोमा पुरे। आमाको मृत्यु भएपछि छोराले अपराध लुकाउने अनेक उपाय सोच्यो। अन्ततः उनले आफ्नै घरमा खाल्डो खनेर आफ्नै आमाको शव पुरिदिए। कसैले थाहा नपाओस् भनेर उनले रातको समय नै शवलाई पुरेको अनुमान गरेको छ। तर अपराध धेरै दिनसम्म लुकेर बस्न सकेन। छिमेकीहरूले पीडित महिलालाई केही दिनदेखि नदेखेपछि शङ्का व्यक्त गरे। जब प्रहरीले अनुसन्धान अगाडि बढायो, छोराको गतिविधि शङ्कास्पद देखियो। अन्ततः प्रहरीको कडा सोधपुछपछिको उनले अपराध स्वीकार गरे। यो घटनाले समाजमा ठूलो तरङ्ग उत्पन्न गराएको छ। आफ्नै जन्मदिने आमालाई मार्ने छोराप्रति सबैले घृणा व्यक्त गरिरहेका छन्। छिमेकीहरू भन्छन् आमा नै नहुने हो भने उसको अस्तित्व पनि हुने थिएन। ती आमाको हत्या गर्नु मानवताको सबैभन्दा निकृष्ट रूप हो। समाजशास्त्रीहरू भन्छन् यस्ता घटनाहरू घरेलु हिंसा, आर्थिक समस्या र असल शिक्षाको अभावका कारण बढिरहेका छन्।